तपाईहरुलाई यदि काठमाडौँ भ्याली हेर्नु छ अनि पशुपतिनाथ मन्दिरको दर्शन गर्नु छ र इन्टरनेसनल एयरपोर्ट प्लेन उडेको र बसेको हेर्नु छ भने चाहिँ तपाईले यो ठाउँ छुटाउनै भएन। काठमाडौँको मेन मुटु नै यो। गाइज अहिले तपाईले जुन देख्नुभयो नि उहाँ चाहिँ पशुपतिनाथको मेन पुजारी। ल मेन पुजारीबाट पनि तपाईले दर्शन गर्न पाउनुभयो। अब यहाँबाट माथि टपमा जान्छौँ। टपमा गइसकेपछि तपाईहरुलाई के देखिन्छ भ्यूहरु देखाउँछौँ। अहिले हामी ठ्याक्कै पशुपतिनाथको मन्दिरको माथि टप भ्यूमा आएका छौँ। अनि यहाँको सुन्दरीहरु यहाँ के गर्दैछन् यिनीहरुले लगाइछ ठ्याक्कै यतातिर आएपछि आनन्द फिल आउने के मलाई है। कस्तो हुन्छ नि त पोजिटिभ भइसहरु हो। शीतल पनि भयो आनन्द रमाइलो ट्याक्कै बस्नलाई पनि यो हरियो इन्भाइरोमेन्टल वातावरण पनि एकदम सुन्दर छ है। वा ठ्याक्कै अहिले कहाँ आए जस्तो फिल भएछ भनेपछि आफ्नो गाउँको माथिको टप भ्यू हुन्छ नि भन्थान माइको थान माथि टपमा के त्यस्तै मनोरञ्जन भइरहेछ के एकदम राम्रो भ्यू त्यस्तो भइरहेछ जस त्यहाँको इन्भाइरोमेन्टल र यहाँको इन्भाइरोमेन्टल एकदम म्याच खान्छ है गाइस। तर ठ्याक्कै जस्तो रुखहरू बिरुवाहरू छन् नि त त्यहाँ पनि एकदम माथि घना जङ्गल छ यहाँ पनि घना जङ्गल छ। पशुपति क्षेत्रको माथि हो नि त। ल गाइस यहाँबाट पनि एकदम काठमाडौँको भ्यूहरु त एकदम राम्रो देखिँदो रहेछ है। ल यता पर यहाँ पर देखियो बौद्ध स्तूपा पनि देखिँदो रहेछ यहाँबाट गाइस। काठमाडौँको भ्यूहरु एकदम राम्रो सुन्दर निहाल्न सक्नुहुन्छ तपाईहरुले यहाँबाट। क्यों यहाँ आएन र गुहेश्वरी यता आएको त गुहेश्वरी कता हो यतै होला है। तपाईहरुलाई यदि काठमाडौँ भ्याली हेर्नु छ अनि पशुपतिनाथ मन्दिरको दर्शन गर्नु छ र इन्टरनेसनल एयरपोर्ट प्लेन उडेको र बसेको हेर्नु छ भने चाहिँ तपाईले यो ठाउँ छुटाउनै भएन। काठमाडौँको मेन मुटु नै यो। एकचोटि तपाईले आउनै पर्ने ठाउँ ठ्याक्कै तीनटै ठाउँ एकैचोटि कभर गर्न सकिन्छ। तपाईले यो ठाउँ आएर पशुपतिनाथ मन्दिरको दर्शन र काठमाडौँ भ्यालीको भ्यूहरु यहाँबाट हेर्न सक्नुहुन्छ गाइस। म तपाईहरुलाई देखाउँदै छु तपाईहरु पनि आउनु होला है त। ल साथीहरु नेपालमा रेल चल्ने भयो है। अब रेलको लागि यहाँ बाटो बनिसकिया रहेछ। सरररु यहाँबाट यस्ता चिलगाडी आयो चिलगाडी है चिलगाडी आयो चिलगाडी गाइस चिलगाडी देखाउँछु है म तपाईहरुलाई। चिलगाडी चिलगाडी कता आवाज आयो चिलगाडी माथि है हेर्नुभयो। ल आइज आइज त चिलगाडी आयो चिलगाडी 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 आयो कतै यता आइरहेछ चिलगाडी यता घुम्दो रहेछ। फेरि राउन्ड लगाएर फेरि आउँछ त्यो आउनु चाहिँ बिजी होला नि त अहिले यहाँ बिजी हुनुपर्छ। दसैँमा पनि एउटा पनि प्लेन उडिरहेको नि त। अघि मात्र एउटा इन्टरनेसनल मात्रै गयो है। यहाँबाट अहिलेसम्म हामीले यहाँबाट हेरिरहेछौँ यताउता घुमिरहेछन् के एयरलाइनहरूभित्र। तर हिँड्ने उड्ने त माथि आकाशमा उड्ने त छाँटखाँटै छ नि त। 1 घन्टा भइसक्यो हेर्न लागेको। झन्डा के को झन्डा लग्यो पनि गाईले के को झन्डा लग्यो आज कुन दिवस हो र केटा आज झन्डा उडाइरहेको छ त्यसले आज कुन दिवस रहेछ। यस चिलगाडीमा त पुरा झन्डाहरू उडाइरहेको नि त के कुन दिवस रहेछ मलाई थाहै भएन। ठ्याक्कै गाई है पछाडि ल्याइरहेको नि झन्डा ठ्याक्कै दुईटामा उडाइरहेको छ दुईटामा। ठ्याक्कै मैले एउटा संविधान दिवसको चाहिँ झन्डा उडाएको देख्थेँ। ठ्याक्कै काठमाडौँ भ्याली वरिपरि घुमाएर दुईटा चिलगाडीमा के हो भन्दैन तर्क डन्डी के हो भने केपी बाको रेलै त हो केटा। केपी बाको रेल हो। अब यहीँबाट सरर जानुपर्छ है गाइस। ल तपाईहरु नै आउनु होला। केपी बाको रेल यहाँ पशुपतिबाट स्टार्ट भइसकेको छ। वाह हेर्नु यहाँबाट ठ्याक्कै त्यहाँ अलिकति बाटो बन्द भएको छ पछि आयो भने चाहिँ सब खुल्छ के आफ्नो गाउँको माथि टपमा भ्यूहरु हुन्छ नि जङ्गल त्यस्तो याद आइरहेछ के। सरकार यता आउनुस् सरकार उता छ। यहाँको इन्भाइरोमेन्टल एकदम रमाइलो र सुन्दर छ मनमोहक लाग्ने दृश्यहरू देख्न पाइन्छ। यहाँको भ्यूहरु काठमाडौँको भ्यू पशुपतिनाथ मन्दिरको दर्शन र इन्टरनेसनल एयरपोर्टको भ्यूहरु हेर्न चाहनुहुन्छ भनेपछि तपाईहरुले यो ठाउँ भिजिट गर्नै पर्छ।
र तपाईहरुले पशुपतिनाथ मन्दिरमा हामी सबै दर्शन गर्न आउँछौँ। तर आइसकेपछि त्यहाँ माथि टपमा आउनु होला, पशुपतिनाथको टपमा आउनु होला। तपाईले यहाँ आइसकेपछि एउटा इन्टरनेसनल एयरपोर्टको भ्यूहरु देख्न पाउनुहुन्छ र अर्कोमा छ काठमाडौँ भ्यालीको भ्यू र पशुपतिनाथ मन्दिरको भ्यूहरु सबै एउटै ठाउँबाट यहाँबाट तपाईले देख्न सक्नुहुन्छ, निहाल्न सक्नुहुन्छ। पशुपतिनाथको टपबाट तल जाँदैछौँ। यहाँको इन्भाइरोमेन्टल र वातावरण एकदम मनमोहक लाग्ने छ। तपाईहरु यदि बाहिरबाट पशुपतिनाथमा मन्दिरमा दर्शन गर्न आउँदै हुनुहुन्छ भनेपछि तपाई यहाँ चाहिँ एकचोटि अवश्य भिजिट गर्नु होला। पशुपतिनाथको मन्दिरको दर्शन सँगसँगै तपाईले यहाँ भिजिट गर्नुभयो भने के फाइदा पाउनुहुन्छ? नम्बर 1 मा यहाँको मनमोहक लाग्ने इन्भाइरोमेन्टल, नम्बर 2 मा काठमाडौँ भ्यालीको भ्यू, नम्बर 3 मा यहाँको इन्टरनेसनल एयरपोर्टको भ्यूहरु तपाईले मजासँग आफ्नै आँखाले निहाल्न सक्नुहुन्छ। है गाइज, ल ठ्याक्कै पानी पनि पर्न लागिसकेछ। यता यहाँ पछाडिको भ्यूहरु भयो काठमाडौँ भ्यालीको भ्यूहरु यहाँ देखिन्छ। ए पानी पर्यो सरकार। ल यहाँ मन्दिर, अहिले हामी ठ्याक्कै यता गुहेश्वरी मन्दिर जान लाग्छौँ। यहाँ गुहेश्वरी, अरे यहाँबाट त बाटो यही रहेछ त। ओ माई गॉड गाइज, मेन पशुपति मन्दिरको पुजारीले पूजा गरेर गुहेश्वरी मन्दिरबाट जानुभयो नि। हो हामी पनि अहिले त्यहाँ जाँदैछौँ र तपाईको त्यहाँको दर्शन गराउँदैछौँ। ल है गाइज, ठ्याक्कै अहिले माथि टप भ्यूबाट म हिँडिरहेको छु। गुहेश्वरी मन्दिर पनि यतै टपमा छ। ल साथीहरु, यता गुहेश्वरी माता मन्दिरको दर्शन, हामीहरु यता गुहेश्वरी माताको मन्दिरको दर्शन गरेर त्यहाँ फोटो भिडियोहरु खिच्न मनाइरहेछ। त्यही भएर तपाईहरुलाई देखाउन सकेन है गाइज, त्यसको लागि आई एम सरी। अनि यता दर्शन गरेर हामीले अब तल लाग्यौँ यता। ल यतातिर आएको त ओहो कस्तो रमाइलो रहेछ है, बाहिर त कस्तो राम्रो देखिएको क्या यार। ल गाइज, ठ्याक्कै बागमती यहाँबाट बगिरहेछ। ऊ यहाँबाट गयो भने सिधै अगाडि गयो भनेपछि पशुपतिनाथ आउँछ। यहाँ त एकदम यस्तो सुन्दर छ क्या, स्वच्छ सफा। यता हेर्दाखेरि पनि कस्तो सुन्दर जस्तो पानी छ है।